आज हामी द्विपदीय बीजीय व्यञ्जक र त्रिपदीय बीजीय व्यञ्जकको वर्ग कसरी निकाल्ने भन्ने कुरा सिक्नेछौँ। जसले यो कुरा आउँछ भने त्यसलाई यो भिडियोलाई स्किप गर्दा पनि हुन्छ। ल हामी सुरु गरौँ। सबैभन्दा पहिला द्विपदीय व्यञ्जकको वर्ग कसरी निकाल्ने। हामीले यहाँ माइनस छ, हामीले a - b को स्क्वायरको फर्मुला लगाएको थियौँ। जस्तै यो a भयो 2x² minus 2 into 2x into 1/3x plus 1/3x को होल स्क्वायर। यो a - b को स्क्वायर को फर्मुलामा लाग्यो अनि यसको 4x² हुन्छ। यहाँ 4x/3x अनि यहाँ 1/9x²। यहाँ x कट्छ 4x² minus 4/3 plus 1/9x² यसको आन्सर हुन्छ। अनि हामी त्रिपदीयको पत्ता लगाउने x + y + z होल स्क्वायर। हामीले कुनै दुईटा पदलाई a मान्ने, दुईटा पदको संयुक्त रूपलाई a मान्ने। जस्तै x + y लाई म a मान्दैछु त x + y को होल स्क्वायर प्लस 2 into x + y into z plus z² a + b होल स्क्वायर को फर्मुलामा लाग्यो। फेरि यसलाई फर्मुला तोडिदिने त x² plus 2xy plus y² अनि यहाँ हुन्छ 2x plus 2y into z plus z²। अनि यहाँ x² plus 2xy plus y² हुन्छ भने यहाँ 2xz 2yz र z² बच्यो। र यसलाई मिलाएर लेख्दा x² plus y² plus z² plus 2xy plus 2xz plus 2yz। तपाईँले यो आन्सर थाहा पाउनुभयो। धन्यवाद।